रुद्रसँग विवाह होस् भनी श्राप दिनेछु हरे। त्रिकालदशी भगवानले उस दिन श्राप दिएछन्, त्रिकालदशी भगवानले उस दिन श्राप दिएछन्। गोमा पनि विवाह गर्ने उमेर कि भएछन्। शिव शर्मा ब्राह्मण रूप धारण गरेछन्, शिव शर्मा ब्राह्मण रूप धारण गरेछन्, शिव शर्मा ब्राह्मण रूप धारण गरेछन्, शिव शर्मा ब्राह्मण, शिव शर्मा ब्राह्मण हरे। शिवजीले उस दिन श्राप त्रिकालदशी शिवजीले छल गरी 70 वर्षको शिव शर्मा ब्राह्मण रूपधारी गोमा झुक्याइबे गरे। सुन्दर छोरा जन्मे गोमा झुक्याइबे गरे, सुन्दर छोरा जन्मे गोमा झुक्याइबे गरे, सुन्दर छोरा जन्मे गोमा झुक्याइबे गरे, गोमा झुक्याइबे गरे हरे। विज्ञ गुरु पुरोहित बोलाए नरण गर्न लाए, विज्ञ गुरु पुरोहित बोलाए नरण गर्न लाए। वैदिक विधि अनुरूप नाम नवराज राख्दा भए। आफू हिँडे फलफुल टिप्न भनिकन, आफू हिँडे फलफुल टिप्न भनिकन, आफू हिँडे फलफुल टिप्न भनिकन, आफू हिँडे फलफुल, आफू हिँडे फलफुल हरे। धेरै वर्षकालसम्म नि घरै फर्किएन, धेरै वर्षकालसम्म नि घरै फर्किएन। आफ्नो नाम थल छोरालाई जानकार पनि दिएनन्। हुर्के बढे नवराज साथीसँग, हुर्के बढे नवराज खेल्दै साथीसँग, हुर्के बढे नवराज खेल्दै साथीसँग, हुर्के बढे नवराज खेल्दै साथीसँग, हुर्के बढे नवराज, हुर्के बढे नवराज हरे। सोध्थे साथी तिम्रा बाउको नाम थर के हो, सोध्थे साथी तिम्रा बाउको नाम थर के हो। बाउ बेगरको छोरो तिमी रहेछौ र कि के हो, भन्दै खिल्ली उडाउँथे नौरा छक्कै पर्थे, भन्दै खिल्ली उडाउँथे नौरा छक्कै पर्थे,